हेलो नमस्ते गुड मर्निङ सबैलाई। हामी चाहिँ हामी पेट दुख्यो। अहिले हामी चाहिँ यहाँ अहिले अब कति 4:45 भइसकेको छ। हामी तयार परेर चट्ट लागेर चट्ट लागेर त हिँड्नु लागेको। हामी यहाँदेखि हामी रुमदेखि हिँड्नु लागेको। यस्तो छ निन्द्रा नपुगे पनि साथी तयार हुँदैछ। यहाँ निन्द्रा नपुगे पनि बिहान पनि उठ्नुपर्छ। टेन्सन छ, गाह्रो छ, जिन्दगीमा गाह्रो छ। ओ शिट तेरे हे भगवान कहाँ हे रे तू। अनि हाम्रो दाइ भन्नुहुन्छ कति वर्ष होला किनेको? 3 वर्ष चलो 3 वर्ष। म यहाँ 5 वर्ष हुँदै त ठिकै छ। उसको 2-3 वर्ष हुँदैछ अरे हाम्रो जो दाइ चाहिँ मारी रनिङ हान्दैछ। के गर्दै जस्तै छ। एक बिहानमा हामी चाहिँ अहिले बाटोमा हिँड्दैछौँ। साथीहरू हामी पुग्नु आँटेको छ भन्दा पनि हामीलाई अझै पनि लाग्छ टाइम धेरै नै। हाम्रो कति भइसक्यो हेर त? 5 बजेर अहिले हाम्रो 1 मिनेट भयो। 1 मिनट भयो। ए भनेपछि 1 मिनट 2 भनेपछि हाम्रो निकै ढिलो हुँदै रहेछ। साथी अब 1000को स्पिडमा कुदेन ल फेरि अब 1000को स्पिडमा कुदेन। यहाँ चाहिँ हामी फेरि यहाँ चाहिँ हामी जहिले रनिङ गर्छौँ क्या बिहानमा नै कुदेर होला। यहाँ फेरि अब त्यो हुन्छ नि त्यो हौ खेलकुद प्रतियोगितामा यदि भाग लिनु पऱ्यो भने हामीलाई कसैले जित्दैन। हौ त्यो म्याराथनै भन्नु खोजेको फेरि नआएर के गर्नु। त्यस्तो छ क्या। हामी फेरि त्यस्तो एक्सर्साइज भइसकेको छ हाम्रो चाहिँ बिहान कुद्दा त भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। म्याराथन चाहिँ पुरा गर्छ क्या जति टाइम लाग्ने 2 घन्टा लाग्छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि मन पऱ्यो भने लाइक। हामी यहाँ अब पुग्ने आँटिसकेको छौँ हाम्रो गन्तव्यमा भन्दा नि हाम्रो एरोप्लेन भएको ठाउँमा। तपाईँहरूलाई हाम्रो एरोप्लेन देखाउँदैछु कस्तो छ। हाम्रो तपाईँले हिजो पनि देखाएको थिएँ पानी जहाज हो। पानी जहाज एरोप्लेन जे भए पनि हाम्रो त्यही हो। हाम्रो सवारी साधन भनौँ न जे होस् हामीलाई गन्तव्यसम्म पुर्याउने। हामी चाहिँ अहिले बाटोमा हामी 3 भाइ खाइन्छ। हामी 3 भाइ देखाउँछु म। हामी 3 भाइ साथीहरू पनि यहाँ यस्तो स्पिडमा छ नि निकै तीव्र गतिमा दौडिँदै हुनुहुन्छ उहाँहरू। हट भएर पट भएर सेक्सी भएर हामी ब्युटी भए हामी हेरेको हेरै फाइनल्ली हामी चाहिँ हाम्रो विमानस्थल आइसकेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो विमानस्थल। यहाँ विमानहरू थुप्रै छ। यहाँ विमानहरू थुप्रै छन्। यहाँ तर हाम्रो विमानस्थल चाहिँ उयो हो है त। हामी एरोप्लेनमा चढिसकेका छौँ साथीहरू। अब यहाँदेखि हिँड्न लागेको हाम्रो दैनिक एरोप्लेन चाहिँ हामी चाहिँ फेरि गाडीमा जाँदैनौँ कहिले पनि। हामी चाहिँ सिधै पानी जहाजमा कि एरोप्लेनमा जाँदैन। हाम्रो एरोप्लेन जानु आँटिसकेको छ। हाम्रो दाइ हाम्रो साथी यहाँ बसिरहेको छ। फेरि यहाँ एरोप्लेनमा चाहिँ यस्तो साउन्डहरू भित्र आउँछ के। हस् धन्यवाद। अब जान्छौँ हामी यहाँदेखि। हामी आइपुगिसक्यौँ। कति भइसक्यो टाइम? कति भयो पुगिङ टाइम? छिटै पुरा क्या त म हेर्छु। ए 6 मिनट। हामी चाहिँ अहिले आइसक्छौँ बागबजार। राति एक बिहान हामी यसरी आइपुगिसकेको थियौँ। अब क्लास दिएपछि हामी चाहिँ क्लास सकेर बस कुद्दैछौँ। हामी चाहिँ आउनु पनि बस जानु पनि बस। आउँदा 30 रुपियाँ जाँदा 30 रुपियाँ। हामी चाहिँ बस पर्खिआएको छौँ। बस आयो। साथी र म हुँदाखेरि कति हल्ला गरे भन्ने अन्त्यमा यही गाडी रिस उठ्ने मादा छ। तर हामी उ गरेको थियौँ। मेरो त बहिनीहरू होला होइन उयो होइन तारक साडी होइन तपाईँ जस्तो छोराछोरी होला नि त यार। होइन कोही त भर्खर छ छोरी मान्छे त छुट्टीहरू दिन्छ। हामी कस्तो पढेको गरिसक्यो हौ त। हामी कस्तो पढेको बारेमा कुरा गर्छौँ साथी। हामी त पढाइ हो। हामी पढेको बारेमा होइन पहिलो त हाम्रो बस आएको छैन यहाँ। हामी बस अब
हाम्रो बस आइसकेको छ हाम्रो बस आइसकेको छ यहाँ हामी चाहिँ अब हिँडेको हामी लागेको ल कस्तो अझै देखायो हामी लागेको अब हामी बसबाट लागेको आज काठमाडौँमा जाम मेट्रो धेरै आज काठमाडौँमा धेरै जाम भइरहेछ साथीहरू देख्नु सक्नुहुन्छ वार पार परदेखि ल साथीहरू आजको भिडियो यति नै कस्तो लाग्यो राम्रो लाग्यो भने तर तपाईँहरूलाई यस्तो सिरियस कुरा यस्तो राम्रो कुरा त के राम्रो लाग्छ तर यदि राम्रो लाग्यो भने लाइक हालिदिनुहोस् कमेन्ट गरिदिनुहोस् अनि युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् म चाहिँ हरेक मेरो बिहानको दिनको हरेक दिनको ब्लग चाहिँ हाल्ने गर्छु हाल्नु थालेको छु हेरिदिनु होला अनि सपोर्ट गर्नु होला है त सबैजनाले सपोर्ट गर्नु होला सबैले मलाई मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला अनि लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् है त्यति भन्न चाहन्छु बाई बाई